शिक्षक, अभिभावक तथा बुद्धिजीवीहरू ख्याल गरौँ है। देशभरका स्थानीय तहहरू यति बेला बजेट निर्माण, नीति तथा कार्यक्रम तर्जुमा, योजना छनौट र प्राथमिकीकरणमा व्यस्त छन्। टोल सुधार समितिदेखि वडा हुँदै पालिकासम्म विकासका योजना छनौट भइरहेका छन्। कतै सडकको सूची बनिरहेका छन्, कतै गेट, पार्क, मञ्च र भवनका डिजाइन तयार हुँदैछन् र केही दिनभित्रै आगामी वर्षको मार्गचित्र सार्वजनिक गर्ने तयारी छ। तर यो चहल पहलका बीच एउटा प्रश्न फेरि पनि छ, तपाईको पालिकाले शिक्षाका लागि कति बजेट छुट्याउँदैछ? यो प्रश्न निकै महत्त्वपूर्ण प्रश्न हो, किनभने शिक्षा सम्पूर्ण विकासको जग हो, पूर्वाधारको पनि पूर्वाधार हो। शिक्षा बलियो भए स्वास्थ्य बलियो हुन्छ, कृषि आधुनिक बन्छ, रोजगारी सिर्जना हुन्छ, सुशासन स्थापित हुन्छ र समाज सभ्य बन्छ। तर विडम्बना, हाम्रा धेरै स्थानीय तहहरूले अझै पनि शिक्षालाई खर्च गर्नुपर्ने क्षेत्रका रूपमा हेर्छन्। शिक्षा क्षेत्र खर्च होइन, शिक्षा क्षेत्र लगानीको क्षेत्र हो। हामीले देखिरहेका छौँ, एउटा सडक कालोपत्री गर्न करोडौं खर्च गर्न पालिकाहरू तयार हुन्छन्। एउटा गेट बनाउन लाखौं खर्च हुन्छ। पार्क, प्रतिमा, स्वागतद्वार, रङ रोगन र प्रचार प्रसारमा बजेटको वर्षा हुन्छ। तर जब विद्यालयको कुरा उठ्छ, शिक्षक तालिमका कुरा आउँछन्, पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधि, खेलकुद वा बाल मैत्री सिकाइ वातावरणको कुरा आउँछ, त्यहाँ बजेटको खडेरी देखिन्छ। अहिलेको विडम्बना यही हो। त्यसपछि शैक्षिक सत्रको अन्त्यमा फेरि प्रश्न उठ्छ, विद्यालयको नतिजा किन राम्रो आएन? शैक्षिक गुणस्तर किन खस्कियो? विद्यार्थी निजी विद्यालयतर्फ किन आकर्षित भए? हो, यो ठिक त्यस्तै हो जस्तो कि खेतमा मल, बिउ र सिँचाइ नदिएर अन्त्यमा कृषकलाई किन बाली उत्पादन राम्रो भएन भनेर प्रश्न सोध्नु जस्तै। शिक्षा भनेको नारा लगाएर सुध्रिने क्षेत्र होइन। शैक्षिक सुधार हाम्रो प्राथमिकता हो भन्ने वाक्य बजेट पुस्तिकामा लेखेर गुणस्तर आउँदैन, शिक्षा सुध्रदैन। गुणस्तर आउन लगानी चाहिन्छ, योजना चाहिन्छ, दीर्घकालीन दृष्टिकोण चाहिन्छ। विद्यालयमा पर्याप्त शैक्षिक सामग्री छ कि छैन? शिक्षकको क्षमता अभिवृद्धिका लागि कति लगानी गरियो? पुस्तकालयमा नयाँ पुस्तक थपिए कि थपिएनन्? विज्ञान प्रयोगशाला सञ्चालनमा छ कि छैन? कतिको प्रभावकारी छ? विद्यालयमा सूचना प्रविधिको पहुँच कस्तो छ? विद्यार्थीको सिकाइ उपलब्धि बढाउन के कार्यक्रमहरू अगाडि सारिए? यस्ता प्रश्न कसैले सोध्दैन। प्रश्नहरू बजेट निर्माणको समयमा उठ्नुपर्छ, किनकि शिक्षा क्षेत्रमा गरिएको लगानी एक वर्षको लागि होइन, पुस्तौं पुस्ताका लागि हुन्छ। आज बनाइएको सडक भोलि भत्किन सक्छ, आज बनाइएको पर्खाल केही वर्षमा जीर्ण बन्न सक्छ, तर आज गरिएको शिक्षाको लगानीले भोलिको एउटा सक्षम नागरिक जन्माउँछ, जसले समाज र राष्ट्रलाई योगदान दिन्छ। त्यसैले अब स्थानीय तहका जनप्रतिनिधिहरूले एउटा कुरा बुझ्नै पर्छ, शिक्षा खर्च होइन, भविष्यमा गरिने लगानी हो, लाभदायक लगानी हो। यदि आज पनि बजेटको केन्द्र कंक्रिट, गिटी, बालुवा र डोजरमै सीमित रह्यो भने भोलि फेरि गुणस्तरीय शिक्षाको भाषण गरेर केही हुनेवाला छैन। त्यसैले आवश्यक स्रोत नदिइकन शिक्षकलाई दोष दिने, शिक्षामा पर्याप्त बजेट नछुट्याइकन नतिजाको अपेक्षा गर्ने, बालबालिकाको भविष्यमा लगानी नगरिकन समृद्धिको सपना देख्ने। त्यसैले यो बजेट निर्माणको बेलामा प्रत्येक नागरिक, अभिभावक, शिक्षक र सरकारवालाले जनप्रतिनिधिलाई एउटै प्रश्न सोधौं, हाम्रो पालिकाको आगामी बजेटमा शिक्षाको हिस्सा कति छ? किनकि शिक्षा बजेटको एउटा शीर्षक मात्रै होइन, यो राष्ट्रको भविष्य लेख्ने पाना हो। जनप्रतिनिधिलाई याद रहोस्, सडकले गाउँ जोड्न सक्छ तर शिक्षाले भविष्य जोड्छ, भवनले आकृति दिन सक्छ तर शिक्षाले चरित्र निर्माण गर्छ, पूर्वाधारले विकास देखाउँछ तर शिक्षाले राष्ट्र टिकाउँछ। यदि शिक्षालाई फेरि पनि छायामा पारियो भने भोलि गुणस्तरको चर्चा गर्नु भनेको आफ्नो गद्दीको परिणाममाथि आँसु खसाल्नु बाहेक केही पनि हुनेवाला छैन। आगामी पुस्ताले हामीलाई नराम्रोसँग धिक्कार्नेछ। तपाईलाई यो सामग्री मन पर्यो खण्डमा लाइक, कमेन्ट र सेयर गरी धेरैभन्दा धेरै अभिभावक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधि समक्ष पुर्याइदिनुहोला।